सुका छैन हामी टोपी सोपी निकाल्ने छौँ होइन टक्क पाराले अब किनभने घाम लागिसक्यो नि त त्यही भएर हामी अब के गर्नेछौँ भनेपछि हाम्रो राठौर भाइ छन् होइन टक्क पाराले अब सिट निकाल्दैछन् अब जग सब उठाउने हो ढ्याङ्ग पाराले होइन अनि फिल्टरहरू के सफा गर्नु छ फिल्टर सिल्टर सफाउने हो तेल चाहिँ पुरा फुल ट्याङ्की फुल हानेर आइसक्यो अब भाइले अब त्यो तल ट्याङ्की होइन यार फिल्टर खोल्छ अनि त्यसपछि घाममा एकछिन टक्क सुकाउने हो त्यहाँ गिट्टीमा अनि घाममा सुकाएर अनि त्यसपछि प्रेसर हान्ने हो अनि क्लिन हुन्छ है पाराले अब यो फिल्टर खोल्छ होइन फिल्टर खोलेपछि टक्क घाममा सुकाउने हो होइन अनि त्यसपछि हावा हान्ने हो धुलो सब जान्छ कि ल खोल भाइ खोल पटाक से हो यसरी सुत्नुपर्छ क्या गाडीमा कहिले कसो मुनि यसरी फिल्टर निकाल्न पर्छ अनि ढक्क पाराले खोल्ने यसरी अलिक धुलो हुन्छ हो रातभर चाहिँ यसरी यहाँ गाडी मुनिबाट निकाले यो के हो यो भात पकाउने भदैली यसमा त भात पनि पाक्छ यार ल यस्तो हुन्छ गाईजी भात पकाउने भन्देली यहाँ के लेखेको छ ओह त्यहाँबाट निकालिरह अब देख्न सक्नुहुन्छ है गाडीको पार्ट पुर्जा यस्तो देखिन्छ क्या पुरा आन्द्रा भुँडी के यहाँ के छ यो टक्क पाराले निक्ने बिहान यति जाडो हुन्छ यति के गर्मी आफलाम भन्ने हुन्छ निकाल्यो यो फिल्टर यो हो चाहिँ गाडीको नाक यसले चाहिँ एकदमै धुलो हुन्छ बाटोभरि है अहिले टक्क पाराले घाममा सुकाउने हो अनि सुकाएपछि सर्र हावा हान्ने हो त्यसपछि एकदमै क्लिन अवस्था हुन्छ हेर त खलासी गर्नुहार अलिकति धुलो लाग्यो कि यो फेरि हिरो बन्न थालिहाल्छ के ल गएर टक्क पाराले सुका भाइ त्यसपछि हावा हान्ने हो ड्याममा पाराले ल नाक निस्के अब गाडी यो चाहिँ यतिकै हुन्छ अब घाममा सुकाउने त्यसपछि हान्ने है पाराले भाइले होइन टक्क पाराले फिल्टर सिल्टर हानेर ल्याइसकेको छ अब फिट गर्छ है भाइ ल फिट गर भाइ मस्त घाम लाग्छ मस्त घाम गाइस ल अब हाल है फिल्टर होइन ढक्क पाराले अब भाइले बिच सेन्टरमा जग उठाएर ल आन्छ चाहिँ यो त छ है यो गाडीमा आमामा लाउ जित्त ल उठा भाइ उठा अझै उठ्या होइन उठा जोले हान गच पम्प हान के फुल अनि बल्ल उठ्छ हो गाडी अझै घुमेन टायर घुम्नेवाला सल्लाह घुम्यो अब उताको घुम्यो कि नै चेक गर्नुपर्छ है ला गाइस हामी अब फर्किँला घरतिर ग्यारेजलाई बाई एक हप्ताको लागि सो गाइस हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला यही भन्न चाहन्छु ओके हस् त धन्यवाद थ्याङ्क यू फर वाचिङ